मेरो छोरालाई आज एउटा कुरा सोध्नु पर्यो नि। सोध्नुस् न। त्यो ठुलो भएर के हुन्छस्? म डिएसपी। डिएसपी हुने? डिएसपी। यतिको चाहिँ हुनु पर्यो नि। यो कपालहरू चाहिँ काट्नु पर्छ अलिक तर। हुन्छ डिपार्टमेन्ट हल्लाएर राख्दिनु। डिएसपी हुने? हजुर। अम्बो डिएसपी। डिएसपी की जुत्ता है। यो डिएसपी। डिएसपी। और डिएसपी साहब। डिएसपी साहब। यता 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 यता। अरे पापा उठौँ उठौँ डिएसपी साहब उठौँ टाइम भयो। यो सुताले त डिएसपी छैन कन्स्टेबल पनि साह्रो छ है भाइ। डिएसपी हुने खोइ पढेको पढ्ने टाइम भएन। नौ पापा डिएसपी। अनि के हुन्छस्? कन्ट्र्याक्टर। कन्ट्र्याक्टर? हजुर। डिएसपी अलिक साह्रो लाग्यो कि कन्ट्र्याक्टर पो। ए डिएसपी पढ्न साह्रो लाग्यो भनेपछि कम्ती अब अलिकति ल चाहिँ पढ्नु सकिन्न नि त। अन्त के कन्ट्र्याक्टर चाहिँ नपढी हुन्छ? पढ्नु पर्छ। त्यो पनि त पढ्नै पर्ने हो नि। अब त्यो पनि साह्रो पर्यो भने अब अलिक तल्लो तर्को अलिक मिस्त्रीहरू बनिन्छु कि कतै। मिस्त्रीहरू आँट गरेको अब यताबाट हुन्छ मिस्त्री। मिस्त्री चाहिँ काम नगरी पैसा आउँछ। मिस्त्रीको चाहिँ सुतेर आउँछ पैसा। मिस्त्री सुतेर आउँछ पैसा। मिस्त्री पनि भएन भने पापा अब लास्टमा त बेरोजगार त होला सायद। अब लास्टमा अप्सन छैन हो बेरोजगार। अनि पैसाको यसरी सुतेपछि त बेरोजगार त हुन्छ त। चाप पापा खसेपछि पेट पाकिहाल्छ हो। के ए होइन उस भनेको नि अब मतलब है। स्कुल स्कुल जाँदैन? स्कुल स्कुल जाने टाइम भएन? स्कुल जाने कि छुट्टी भयो तेरो लागि? सर खसिरहेको छ नि त कि। को सर खस्यो? सर खसेको होइन सरको आमा खसेको को कि। सरको आमा? हाम्रो सरको आमा खसेको छ कि। अन्त स्कुल छुट्टी हो। कसरी छुट्टी भयो? आमा खस्यो नि त। फोन गरेर सोधौँ। अन्त खस्नु आँटेको छ। छुट्टी थियो खस्नु आँटेको छ। खस्नु आँटेको छ आमा। खस्न त स्कुल छुट्टी हुन्छ? खप खस्छ। अन्त आमा खसिरहेको छ नि त। छोरा त कसरी खस्यो? कहाँ खस्यो? कहिले खस्यो? खस्छ नि आमा कि। अन्त उसको मरोमा जानै पर्यो। अन्त सर स्कुलमा कसले पढाउँछ पढाउने छैन त्यहाँदेखि छुट्टी। साला डिएसपी 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 हुन्छ यस्तो पाराले त। होइन कन्ट्र्याक्टर हो। कन्ट्र्याक्टर पनि हुन आँट्यो। सुतेर हुन्छ कन्ट्र्याक्टर? त्यो पनि भनौँ भने मिस्त्री हुने। मिस्त्री सुतेर हुन्छ? त्यो पनि भनौँ भने बेरोजगार हुने। गुरुका गएर